हामी चाहिँ तुलसीपुरमा रहेको थारू सङ्ग्रहालय घुम्न जान लागेको सबैजना मिलेर फ्यामिली। यो चाहिँ तुलसीपुरमा पर्छ थारू सङ्ग्रहालय। हामीहरू चाहिँ सबै आमा दिदीहरू सबै मिलेर घुम्न गएको। यो हो थारू सङ्ग्रहालय। टिकट काटेर भित्र गइयो। अब यहाँ हो प्रवेशद्वार। हामी अब भित्र जाँदैछौँ। हेर्नु ल थारू सङ्ग्रहालय कस्तो छ। थारू सङ्ग्रहालय कस्तो हो। सबै भिडियो त गराउन भ्याएन बाबुले यताउता गर्दाखेरि। अलिअलि भ्याएसम्मको गराएको छु। हेर्नु कस्तो रहेछ थारू सङ्ग्रहालय। कस्तो छ आस्था थारू सङ्ग्रहालय? राम्रो। यहाँ चाहिँ बुन्दी बुनिरहेको कति राम्रो थियो। यहाँ सुँगुरहरू सुँगुर ब्याएको। यहाँ भैँसी गाई भैँसी। हामी चाहिँ यहीँ नै रहेछौँ। राम्रो छ थारू सङ्ग्रहालय। थारू संस्कार संस्कृतिहरू सबै रहेछ। हजुर हो। यहाँ चाहिँ खेती गरेको रोपाइ गरेको धान रोपेको नास्ता खाएको धान खेतीको सबै छ यहाँ। खाना पनि खायो हो। सबै चाहिँ यो भिडियोमा अटा होइन। यहाँ बाबु र म गुटुङ बाबुले तानेर लैजाँदैछ मलाई इनार देखाउन। यहाँ चाहिँ इनारबाट पानी निकालिरहेको। बाबु चाहिँ बिग्रिरहेछ नि। सनफ्लावर फुल पनि कति राम्रो फुलेको थियो। यहाँ चाहिँ माछा खाँदैछन् नास्ता खानलाई लाइन लाएर बसेको। केटाकेटीले नास्ता बनाउँदैछन्। थ्याङ्क यू फर वाचिङ। पार्ट 1 हो यो। पार्ट 2 मा अरू पनि राख्छु। धेरै छ यो भिडियोमा अटेन कि त्यही भएर। रोटी बेल्दैछन् बाबु र नानीले। रोटी बनाउने अरे कि बाबु डराएर नानीले रोटी पकाउँदै छिन्।